आइपुग्यो अनि अब माछा मारा हुन्छ एकछिन पड्किने क्रममा जसुवा त्यहाँ छ डिकी किन नछोपेको जसुवा त्यहाँबाट थिच्नु खुल्ला छ माछा पुरा रहेछ यहाँ ऊ त्यहाँ ऊ माछा चलिरहेछ आज पिकनिक भन्दा माछा मारै पो धेरै हुन्छ कि क्या यो स्पट राम्रो रहेछ फेरि ओह्रालो एकदम यहाँनिर एकदम शीतल चिसो छ आज विन्टर जस्तै भइरहेछ अक्टोबर राइट ल्याउ रहेछ अहिले ल्याउमा त साह्रो पड्किन्छ क्या यहाँ बाबा यहाँ निकालिन्छ यहाँ अघि मलाई दिइहाल्छ कि त्यहाँ आज यहाँ माछाले नाटक देखाइरहेछ ठुलो 4वटा कार्प लापा खेलिरहेछ कार्प चाहिँ चाहिएन हामीलाई बास चाहिँ ठिकै हुन्छ हो वाइट ठाउँ पनि यति राम्रो छ हौ आज कोइला यहाँ छ मासु यहाँ थोरै छैन जनताहरू आइपुगेको छैन अब कतिवटा गाडी आउने हो सुधिमाग छ अडी भेना केशरमाग छाटु मम्मी पापा धेरै आउनुहुन्छ दिवसमा छ सो यो राम्रो ठाउँ लाग्यो एकदम एकान्तमा यो खासै क्याम्प टेन्ट गर्ने उयो क्याम्प रहेछ नि त यो फायर प्लेस मासु पोल्ने हो यहाँ पनि भरे पोल्नुपर्छ त्यो अग्लोमा पोल के साह्रो लापा हालेको यो माछा आज चलेको छ त नकराउनु नि जोसुवा अब त्यतै आउँदैछ अब अघि पर थियो यहाँ जसो कराएर नि कराउनु हुँदैन क्या भागिहाल्छ अब कहाँ गयो तिनीहरू अघिदेखि चलिरहेछ कि यिनीहरू मिर्गाको पु भयो म त चिन्दिनँ जनताहरू कति बेला आइपुग्ने हो के भयो फेरि एङ्गल चेन्ज गरेर तान्नु यहाँबाट त हिँडिसक्नु छैन त अनि कहाँबाट जानु अब म हौ नगरौँ होला अहिले लडेर फेरि पिकनिक होइन अलराइट आज टेम्परेचर पनि दामी छ आई होप it would stay same throughout the day. It might change a little bit. The highest was like 83. Never know, but it's windy. It's beautiful and it's a little bit sunny. Thank you, Lord. All right. हामी यहाँ 3 जना मात्रै छौँ माछा मार्ने क्रममा यो कार्पहरू साह्रो लापा खेल्दैछ आज चलेको हो कि हैन माछाहरू डेटिङमा आएको हुनसक्छ यो 4वटा जति छ अघिदेखि लापा खेलेको खेलेछ
घरि छेउमा आउँछ घरि पर भाग्छ। चराचुरुङ्गीहरू कराएको कति राम्रो। वाउ। निस्कियो जसुवा? निस्कियो? गुड जब। जसुवा त्यहाँ छ, मम्मी त्यहाँ हुनुहुन्छ। कता हुनुहुन्छ मम्मी? बसिराख्नु भएको होला। तर ठाउँ नै रहेछ है जसो यता हामी अड्किने ठाउँ धेरै रहेछ। एकछिनको लागि माछा मार्ने स्थगित गर्नुपर्छ होला हौ, किनभने यहाँ बल्छी फर्केर आएर अघि त्यो वेटले सिसाले ठङ्गै लागेको फुरौलो उठिन्जेल भएको छ टाउकोमा। हेटेरिका टाउको दुखिरहेछ अझै।